हेलो गुड मर्निङ एभ्रिवान। हामी चाहिँ आज फेरि टोलीहरूसँग पासा थाप्न आएको है। यहाँ टोलीले चाहिँ पासा तान्दै हो। माछा पनि एउटा लागिसकेको छ। भेना यहाँ चाहिँ माछा है। यो चाहिँ टिम चाहिँ टोली यहाँ छ। अब महाजालमा चाहिँ खाली खाली आइरहेछ। हिजो दुईटा माछा लागेको थियो। यो साइला भेना जोसी लास्टमा दुईवटा माछा छोड्नु भयो। आज खाली खाली पासा निकाल्दै हुनुहुन्छ। हिजो दुईटा माछा छोडेर हेरौँ के कति लाग्दो रहेछन्। झरे माछा यो हुन असला माछा क्या माल लागेको होइन। वाह मजा आयो यार। ल एकछिन भेनालाई समाउनु दिउँ त। चौचे माछा असली माछा चुच्चे माछा हेर त। यो ढुङ्गा गएको भाले यो हो नि त साला माछा भनेको खासमा चाहिँ। हो 1 किलो छ त्यतिकै माछा मार्ने भनेर कहाँ हुन्छ र होइन। आरा हुनु पर्यो त। आरा भागा मान्छेसँग आइयो भने पो सहारा मिल्छ हो टोलीहरू। आयो यार। ल लम्मै पसाल्नु त के छोड्दै क्या हो खुसी। के छ आन्न क्या हो पासा होइन। आयो माछा असला माछा। ल साइजको माछा आयो है। साइजको माछा लु आयो स्लो बिस्तारै आयो। मोटो रहेछ नि यो माछा। आकार दाइको कति पो आइसक्यो योमा। के हो यस्तो। लग्यो ताङ्गा लग्यो। ल भेनाको जालमा चाहिँ अब राम्रो साइज आएछ है बल्ल। हिजो दुईटा साइजका छोड्नु भयो। आज त अलिक छोड्नुहुन्न है। माछा नलागे पनि माछा परेको छ भने चाहिँ छोड्नुहुन्न। यहाँ चाहिँ अघि दुईवटा लागेको थियो। भेनाले निकाल्दै हुनुहुन्छ है। आएको यहाँ दुईवटा छ्याउ गर्दै। स्लो अगाडि चाहिँ देखिरहेको छैन। हेरौँ छ कि छैन। जलारीले तान्दै हुनुहुन्छ। छैन खाली। ल पछि खाली छ है। खाली आयो दुईटा असला माछा दुईटा। फुल पार्छ यार। फुल पार्छ। हजुरको महाजालभरि खाली निकाल्ने। अघि यहाँ दुईटा परिआएको। ठिक छ। कति खानु हो माछा। आज झोलै भरि नि भइगयो। आकार दाइको झोला सुब्यालै रहेछ गाँथेको होइन भेना। कतिको मजा आइरहेछ हजुरलाई। आज मजाले ताजा सुप खानुपर्छ टोलीसँग। आयो असला माछा आयो। साइज 3वटा पो रहेछ त। म त 2वटा भन्दै थिएँ त। ल है हामी चाहिँ टोलीसँग खोलादेखि निस्किसक्यौँ। अब माछा चाहिँ 5-1 किलो त लाग्यो होइन भेना। 5 किलो। अब कसरी नडराउनु त। माछा पनि 4-4 जना यस्ता मान्छे मार्ने जस्ता ग्याङहरू आएका। मान्छे त मार्दैन मलाई। माछा चाहिँ मार्दैन। चट्टै यो पासा चाहिँ यो हो। महाजाल झोलामा छ। कति लागेका छन् म देखाइदिन्छु है। त्यो रुममा गएर माछा चाहिँ 5-1 किलो चाहिँ छन् होला। आज चट्ट ग्रेभी बनाएर सुप मजाले पिने भनेर भेनाले चाहिँ एकदम लहर चासो गर्नुभएको थियो। इच्छा पुरा भयो। के ओहो तातो पानीमा बसी र हजुरको गुलाम धेरै चुस्दै गयो गाँथेको पानीले। ल बिहान चाहिँ अब पासा हान्न गइएर कफी पनि खान पाइएन। अब चाहिँ कफी खान लाग्यो भर्खरै। भेनाले चाहिँ अलिक के दाइ चिज राख्नुहुन्छ कि के राख्नु। के आर्मी पुलिसहरू आएछ है। के को लागि आएछ। राखिदिन्छु। त्यस्तो राख्नु पर्छ। गरम गरेर खाउँला मान्छे।
दुईजनाले थपट हुन्छ हुन्छ बिस्कुट खानु नि साला बिस्कुट बाजे बिस्कुट छ होला नि बिस्कुट ल्याइदिनुहोस् न लौ अब हाम्रो चाहिँ अब माछा निकाल्दैछौँ कति लाग्यो त माछा अब हेरौँ होइन ठुलै लागेको छ यो चाहिँ। ए के अरे बाउ अहिले बिक्री गर्ने बेला म किनेर लगाउँला के अरे होइन हामी होइन किन्ने मान्छे छैन। बिक्री होइन यो ठुलो पऱ्यो त्यसलाई बिक्री गर्ने म लगाउँला होइन बिक्री नगर्ने हो यो हामी खाने माछा राम्रो लाग्यो हो आफै खाने हो कि आफै हजुर आफै खाने असला माछा लाग्यो खाउला बाजे सबैले खाउला बाजे के छ 5 किलो लम्बै भेना हुनु त गाह्रो कति ए त्यति भेना मान्ने कुरा होइन नि तपाईँ जस्तो मान्छेलाई फेरि खै बिगन खै यही हो नि बाबु राजा चाहिँ त्यही हो यो साला आज हाम्रो ठुलो माछा है अँ। सबसे ठुलो यही हो 1 किलो समथिङ छ माछा भनेका यिनी हुन् फुत्किएर गएका भनेका हिजोका जस्ता तिमी हुन् चोचे भनेको यिनी हुन् कहाँ छन् चोचे माछा बाजे कफी बनाउनुहोस् त बजल भनेर कफी खाऊ कि क्या हो 5 किलो छ होइन मजाले मसल छ क्रस किलो क्रस फायर के सिगान झर्ने गरी लम्पुती पनि भयो क्या दाइ आज धोलाइमा ल साला साला कराइमा आएको छिटो कुनको ए बनाउने गरै अहिले दुई चारवटा त फ्राई गरेर खाएर जानुपर्छ ल हामी चाहिँ अब माछा खानु लाग्छौँ चट्ट रक्सीसँग लानुमा पारिदिने हो होइन यस्तो मासु खानु पाएपछि कसले हात भए पनि चाटिन्छ यस्तरी कति टेस्टी छ अझै पिरो नि पर्ने होइन भेना पिरो छैन त्यो खुर्सानी बाजे आउनु भेना मोटाउनु भएको छ यत्र गालो जुरिया छ अझै पनि मिठो खानु पर्ने यार होइन टेस्टी माछा हौ खाने भए सम्पर्क गर्नु होला है मलाई एक कल फोन गर्नु होला म चाहिँ माछाको व्यवस्था गरेर राख्नेछु हजुरहरूको लागि अब भर्खरै यता यता घाम आउँदैछ फेरि जाँदैछु कन्ट्याक्ट गर्नु होला टोली यता पनि छ हौ साला यता पनि वाह खास खाने त यो रहेछ यो चाहिँ पछि खाने जस्तो रहेछ त्यो चाहिँ फेरि त तपाईँ हाल्नु भयो त एउटा तल झर्या रहेछ कि कोले पालेको त्यो एउटा झरेछ कि भएन साँच्ची अहिले त दल राख्नु भयो त्यो यहाँ झरेर रहेछ कहाँ राख्नु त्यसो भए तान्ने तान्नुहोस् तान्नुहोस् दामी भयो चिप्लो हुन्छ भएन यो लुकियो भने जहाँ पनि पसिहाल्छ नि यस्तो यत्रो जति सानै पाउनु भएको नि ल है अब हामी चाहिँ तातो पानीमा नुहाउन लागेको भेनाहरू चाहिँ नुहाइसक्नु भयो म पनि अब सिक्सुकै आदर देखाएर जान लागेको अब भित्र भेनाको सक्नु भएको छ भेनाले तपाईँ धेरै हुनुहुन्थ्यो जानु अब आउनु होला हजुरहरू पनि नुहाउनु कहिलेकाहीँ चाहिँ माइन्ड पनि फ्रेस बनाउनुपर्छ साथीहरूसँग सबै मिलेर मैले हिजो तातो पानी आउने मान्छे चाहिँ यस्तो डाइट ल्याएर आउनुपर्छ है ए हिजो रसुवा खानुपर्छ एक चम्चा ठुलै छ 2 चम्चा भन्नु ठुलै के खाएको 2 चम्चा घिउ निकाल्नु न घिउ खाऊ घिउ घिउ चाहिँ कता छ मह चाहिँ होला है घिउ चाहिँ लाग्छ कि जेलमा मह त मलाई बोमी त आउँछ भेना घिउ ल्याउनु न मह त खानु न घिउ खान्छ यसो खानुपर्छ के गाईको शुद्ध घिउ फेरि हात चाट्नु न, म त हात नै खाने हात नै हामी खाने गाई खाँदैनौँ हामी त बिचरा चल्दैन
तर हड्डी चाहिँ जबरजम है तातो पानी खाने मान्छे तातो पानी आउने मान्छे यस्तो खालको डाइट लिएर आउनुपर्छ है न त फेरि सुकेनास लाग्ला नि हजुरहरूलाई यस्तो खाएपछि यस्तो लाग्छ वाह यस्तो लाग्छ यस्तो खाएपछि अझ अर्को त देख्न बाँकी नै छ अर्को त देख्न बाँकी नै छ मेरो चाहिँ यो चाहिँ रेडिमेड जान है यो चाहिँ बनाएको यो फेक हो है यो फेक उहाँ पाउने हुनुहुन्छ कहाँ चाहिँ खानुहुन्छ के खान्छु अब मैले चाहिँ डाइट खाँदैछु है अनि मलाई खै त अब हजुरलाई पनि म दिन्छु नि कति सानो यार यो त मेरो जत्रै अनि भन्दा अनि दिदी तपाईँहरूले साँच्चै लोकल अन्डा खाने हो र भन्नुहोस् के दिदी यसरी यो लोकल अन्डा सेम ए हो खाने कि नै यो दाइ चाहिँ जयको लागि है यसरी म पनि छु है साइडमा पुरा अनि चाहिँ हाम्रो बोसहरू त्यहाँ हुनुहुन्छ विदेशी बुङ्गुरहरू यिनी भनेका खसीहरू हुन् हामी भनेका बोकाहरू अनि पठेङ्ग्री भनेका यिनी हुन् पठेङ्ग्रा भनेको कहाँ छन् त खसी भनेको तिनीहरू हुन् अनि म पनि सायद कवर्गमै पर्छु होला है डुबाउने भने आएको डुबाइ हाल्नुहोस् न ल बोडी बोडी देखाउनु ल बोडी त भुँडीदेखि लागि यत्रो छ त बच्चा छ होला कि यहाँ त नि त्यही त गर्नुले केमा चाहिँ राति सुते बेला पनि भस्काइहाल्छ तर नहुने तरले नहुने काम तर गर्छ नि। तर गर्छ नहुने नहुने काम नगर्नुहोस् भनेको हेर्नुहोस् न मेरो त करङै करङ मात्रै देखिन्छ हौ हेर्न तपाईँको देखिन्छ बोबाल यस्तो हुन्छ खास बोडी भनेको ज्यान बनाउनुको लागि चाटपानी गर्नुपर्छ है गाइसहरू माछा खाने हो अलि मिठो तातो मिठो पानी है मिठो 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 ल्याएर आउने स्वाद नत्र चाहिँ हो ओके गाइस यस्तो चाहिँ व्यवस्था छ यहाँ चाहिँ मिल्ने है आउनु होला हजुरहरू पनि मसाज यहाँ चाहिँ हाम्रो यहाँलाई मसाज भइरहेको छ एकदम आनन्द ल्याइराख्नु भएको छ यहाँ आउने मान्छे चाहिँ एकदम तेलसेल ल्याएर आउनु होला है मजाले तेलसेल लगायो तेल पनि चिरो भाँगाको चिरो अफिमको छ यो अफिमको तेल हो के छ धेरै राम्रो छ मजा आइरहेको छ भेना भेना मजा धेरै मजा यो जस्तो मजा अरू के छ के भयो तपाईँलाई फेरि के लप्ठ्याङ लप्ठ्याङ आँटेको दिदीले है फोटो भिडियो गरेर फोटो है ल रेडी रेडी ल जसले हार्छ त्यसले होटेलको बिल तिर्ने है ल ल खुट्टाले ल के छ ननिकाल्नेवाला ल झ्याम हान्ने निकाल्ने कि त्यही भएर त होइन ए नत्र ननिकाल्नेवाला हान्ने हो कि ल अनि होटेलको बिल तिर्ने त हजुरै हो कि साँच्चै झन् यही पनि निकाल्दै मापुरी के सिङ्गल लाग्छ लौ तिनवटा निकाल्दा पो विच्छेद हुनु होला लगाइदियो होइन ल साला ल ल हाम्रो चाहिँ खाना खाने समय भएको है त आज चाहिँ ढेँडो पाकिसकेको छ खानुको लागि अब रेडी हामी चाहिँ ल म पनि लाग्यो है खानामा के छ त्यो प्याज स्याज पाउन सकिन्छ कि प्याज त नखाए पनि भयो हुन्थ्यो किन निद्रा लाग्छ नै सुत्न मन त छ कि फेरि पासा बनाउने भन्नुहुन्छ अल्छी त लागेको छ जाल त्यसो बोकेर जाने आदेश त मान्नै पर्यो अब